तामाङ मुभी गऱ्यो होला 6-7 वटा त्यस्तै मात्रै म्युजिक भिडियो त 50 क्रस भएको छ नि हो सेलो त 50 क्रसै भएको छ होला तर मैले बिर्सेको अहिले कुन गीत हो भनेर हिट नै हो तपाईँ तामाङ फिल्मको हिट हिरोइन भन्दा मैले भन्न मिल्दैन त्यो दर्शकले बदल्ने कुरा म हिट म राम्रो मैले भन्नै मिल्दैन त्यो त दर्शकले दिने राम्री त राम्री नै हुनुहुन्छ नि राम्रीले मात्रै हुँदैन रहेछ नि त दर्शकको माया चाहियो दर्शकले भन्ने कुरा हो कि त्यो तपाईँ राम्री छ तपाईँ चल्नु भयो तपाईँ हिट भन्ने कुरा त मैले भनेर गर्ने कुरा होइन नि त्यो यदि राम्रो हुन्छ तपाईँ सिङ्गल कि मिङ्गल त्यो मेरो सेक्रेटको कुरा हो नि कहाँ यसरी पब्लिक यो त पब्लिक गर्नै मिल्दैन नि सिङ्गल छ कि होइन त्यस्तो हुँदैन सबैको आफ्नो सेक्रेट हुन्छ भन्न मिल्दैन ए भनेपछि आजकल चाहिँ खासै फिल्महरू छैन खासै छैन छँदै छैन ए छँदै छैन भनेपछि कोही प्रोड्युसर डाइरेक्टरहरू उहाँहरूले हेर्नुहुन्छ भने खासै हिट त भएको छैन हाम्रो च्यानल पनि बिस्तारै भइहाल्छ नि तर कसरी हेर्नु भएको छ भने प्लिज अप्रोच गर्नु होला उहाँलाई यति राम्री हुनुहुन्छ हाइट पनि मजाको तपाईँको त हाइट पनि दामी छ नि हलिउडतिर खेल्न लायकको जम्कीकै हलिउडमा चाहिँ बुढोमा तामालाई बाई गरेर भने जानु तपाईँ पनि उता इङ्ल्यान्डतिर लामो समय इङ्ल्यान्ड बसेर आएको त्यस्तै गर्नु पर्ला त्यहाँको मोडल त्यहाँको हिरोइन पनि तपाईँ जस्तै हुन्छ सिलिक्क परेको जेरो फिगर जम्कीकै हो है यो त तामाङको लागि ट्राई गर्दा हुन्छ एकचोटि अनि भनेपछि आजकल फिल्म पनि छैन तर निशा तामाङ भनेर चिन्दो रहेछ नि मेरो 1-2जना साथीहरूलाई भनेको थिएँ मैले आज चाहिँ मेरो गेस्ट निशा तामाङ हुन्छ नि भनेको ए हिरोइन निशा ग्लान हो यस्तो हुँदो रहेछ होइन यस्तो हुँदो रहेछ मेरो टाइपमा